अब चिरायु स्थापनाको समयलाई म एक्चुअली सम्झन चाहन्छु, जुन चाहिँ हाम्रो एउटा सानो चाहिँ एउटा लगानीमा एउटा सानो प्रकारले चाहिँ हामीले सुरुवात गरेका थियौँ। र फर्स्टमा सुरुवाती दिनमा चाहिँ एउटा डर त्रास पनि हुँदो रहेछ कि लाइक अब संस्था त खोलियो तर यसले चाहिँ कुन किसिमको हाइप लिन्छ र यो कसरी अगाडि बढ्छ भन्ने किसिमको पक्कै पनि जुनसुकै फाउन्डर संस्थापकहरूलाई चाहिँ यो हुन्छ जस्तो मलाई लाग्छ। सो मैले पनि त्यो फेजमा सुरु गर्दाखेरि एक किसिमको सुरुवाती दिनमा निकै नै भनौँ न च्यालेन्जहरू एक्सेप्ट गर्नु पर्यो। अब जस्तो फर्स्टमा त नयाँ अर्गनाइजेसन हैन, पत्याउला पत्याउला भन्ने पनि कुराहरू हुन्छ। अब नाम सुनेका संस्थाहरू पनि कति धेरै थियो मार्केटमा। तर मैले चाहिँ अब के सोचेँ भन्दाखेरिमा एउटा चाहिँ काम चाहिँ हाम्रो हिसाबमा निरन्तर चाहिँ अगाडि बढ्नुपर्छ, सर्भिसको पाटोमा चुक्नु हुँदैन र एउटा राम्रो सर्भिस चाहिँ दिनुपर्छ। त्यसले गर्दाखेरि राम्रो हुँदै जान्छ भनेर चाहिँ स्टार्ट भनौँ त्यो फेजबाट त्यसै चाहिँ अगाडि लगियो। निकै नै सुरुवाती दिनमा चाहिँ एक किसिमको त्यस्तै थियो कि अब गर्न त गरिसकेपछि पनि के टाइम चाहिँ मलाई त्यही थियो कि अब देशमा बस्ने अथवा चाहिँ होइन अब बाहिरतिर जाने भन्ने पनि लाग्थ्यो। एक किसिमको फ्रस्ट्रेसन थियो जुन चाहिँ धेरैलाई लाग्छ पनि। तर कुनै पनि बिजनेस व्यवसाय चाहिँ स्टार्ट गरिसकेपछि के हुँदो रहेछ भने धैर्यता र एउटा निरन्तर कर्म चाहिँ आवश्यक पर्ने रहेछ, जुन चाहिँ म पनि अब त्यही हिसाबमा नै कन्सेप्टमा हैन एउटा चाहिँ सोचेँ। अब विदेशमा पनि जति गएका साथीहरू छन् उनीहरूको पनि दुःख कष्ट एउटा स्ट्रगलका कुराहरू सुनियो र उनीहरू के काम गर्छ कस्तो गर्छ सबै कुराहरू सुनिसकेपछि हेरिसकेपछि पनि लाग्यो कि होइन आफ्नो सानै भए पनि चाहिँ आफ्नो देशमा आफूले चाहिँ एउटा किसिमको मेहनत गरेर काम गर्नुपर्छ भन्ने लाग्यो। र मेरो कुनै शनिबार आएन हेर्नुहोस्, जुनमा हरेक इन्टरभ्यूमा म भन्दै पनि आइरहेको छु कि मैले यति धेरै काम यसरी गरेँ कि मेरो कुनै अहिलेसम्म फेजमा कहिलेकाहीँ बाहेक मेरो कुनै शनिबार कुनै छुट्टी र त्यस्तो किसिमकै छैन। निरन्तर एउटा किसिमको हैन अहिले तपाईहरु हुनुहुन्छ र अहिले 10 बज्दैछ भनेपछि म अफिसमा स्टिल हामी सेवामा समर्पित छौँ।